हेर छोरा, तेरो बिहे गर्ने उमेर भयो। काजीबाको छोरी जापानबाट आछ रे। तेरो विचार के छ भन ल। बिहा गर्ने विचार त छ बुवा। अब काजीबाले छोरी दिन्छन् कि दिँदैनन् पो। एकचोटि कुरा गर्न जाम, चाँजो माजो म मिलाउला। के कति कामले पाल्नु भयो होला यता। काजीबाकोमा थोरै सानो मिलो काम थियो, त्यसैले अहिलेको लागि जान सक्नुहुन्छ। नमस्ते काजीबा। नमस्ते हे नमस्ते। मेरो छोराको लागि तपाईँको छोरीको हात माग्न आएको। हे बाबु, मेरो छोरी भर्खर जापानबाट आएछ। अब छोरीको बिहे गर्ने उमेर पनि भएको छ। अब बिहे नै गर्ने हो भने अब बसेर कुराकानी गरौँला। लु बस, अब कुरा गरौँ। हवस् काई साहब, हवस्। बाउ, काई साहबलाई छोरी बोलाउन लगाउनु नि त। त एकछिन पख, म भन्छु। ए छोरी, तँ यतै छ? ए बाबु, छोरी यही हो। अब तैँले अब बिहे गर्ने भनेर आइहालिस्। अब खानदान त राम्रै छ के रे। अब भर्खर जापानबाट आइछ, काम गर्न जान्दिनँ, हल्का ठाटा ठुटुको हुनसक्छ। अब त्यसमै मिलेर गर्नु हाम्रो स्वाभाविक कुरा भइहाल्यो। अब के गर्छस् त, अब त पनि सानै छस्, छोरी पनि अब भर्खरकै छ। अब छिटै टेन्सन हेरेर अब बिहे गर्ने चाडबाड मिल गरिहालौँला। तैँले छोरी पाल्न त सक्छस् नि। सक्छु काजीबा।